हाई नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म अलि धेरै टाइमपछि चाहिँ भिडियो लिएर आएको छु। आई होप सबैजना मेरो युट्युब फ्यामिली सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी नि सन्चै छौँ। अनि सो अहिले चाहिँ हामी बजारतिर जाने भनेर जाँदैछौँ म र मोटी भएर। अनि पहिला आमा घरतिर पस्छौँ, त्यसपछि कहाँ हुन्छ सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। सो हामी चाहिँ अहिले गाडी कुर्न जाँदैछौँ, गाडीबाट जानुपर्छ, रोडसम्म जाँदैछौँ, त्यसपछि म हजुरलाई देखाउने छु। यो गाइज हामीले गाडी पाएन, गाडी नपाएको अवस्था। अब हामी हिँड्दै जाँदैछौँ, झन्डै घाम लाग्यो होइन आज। मान्छे चाहिँ मम्मी हामी आइसक्यौँ अनि किट्ठा भ्याकुर ल खानु 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 त्यस्तो बाक्लो बाक्लो पनि है महिनाहरूलाई चाहिँ अब बजार डुलाउन जानु लागेको। यता सबैजना दर्शकहरू हुनुहुन्छ, यिनीहरूलाई बजार डुलाउन जानु लागेको म चाहिँ। छाता ल्याएनौँ नि त, छाता तन्नै छ त एउटा। अहिले हामी आउँदा हामी अब एकछिन बजार जान्छौँ, गाडीमा आउने के आउँ त गाडीमा म यहाँ छु। हामी चाहिँ आमा घरबाट जाँदैछौँ दमौलीतिर। यो चाहिँ ल्याइदिनु भएको दही, यो के म खालि कान्छीको सुपारी है। कस्तो स्वाग हो मम्मी, मम्मी कस्तो स्वाग हो मकै खाँदाखेरि। मोटीलाई नि ल्याएको। मेरो जाँगे छ गाइस, तल चाहिँ हेर्न सक्नुहुन्छ। छ्यामाको सबभन्दा यत्रो यत्रो मान्छेले मलाई मिली जत्रो कपडा लगाएपछि के हुन्छ यहाँ लुच्किन। सो अब चाहिँ हामी मकै खान लागेको, घर नि आइसक्यौँ। अब हामी चाहिँ मकै खान्छौँ, खाने होइन खन्ने। खन्नु ल छिटो, खन्नु 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 मम्मी खाएर हेर्नु न। हेलो गाइस, खन्नु खन्नु खन्यो खन्यो। ए मेरो मेला मलाई यत्रो छोडिदिनु भएको। मम्मी खनेकै छैन साथीहरू, यति हो हामीले खनेको, यति। आमामा झारे हेर्न सक्नुहुन्छ। यो मकै बारी हो कि के बारी भन्छ यसलाई खै। हाम्रो दुईजना पाहुनाहरू यता हुनुहुन्छ। ओ मोटी ए मेलाहरू। ल अब हामी चाहिँ भ्याइसक्यौँ, घर जान्छौँ। आधा मात्रै खानेको आज, अब घर जान्छौँ। सो गाइज अब चाहिँ हामी खाना खान लागेको अनि काम गरेको भएर आमाले चाहिँ भात पकाउनु भएको थियो। अनि अब चाहिँ हामी खाना खान्छौँ। यो चाहिँ आमाको कपडा लगाइरहेको छु मैले। अनि यो कपालको हालत कस्तो भएको थाहा छैन। आज चाहिँ हाम्रो बाबाले पकाउनु भएको है। वाउ मासु। र मलाई चाहिँ यहाँ के भन्छ अरे, बाबाले पकाउनु भएको यो आगोमा पकाएको खानाहरू चाहिँ एकदम मनपर्छ क्या साथीहरू। टेस्ट नै भिन्दै हुन्छ के। अब म चाहिँ खान्छु है। ल खाइ ल। मेरो चाहिँ भर्खर त बाङ्ग्रा दाँत बाङ्ग्रा के भन्छ त्यसलाई, बुद्धि के भन्छ, दाँत आएको भएर मेरो चाहिँ यहाँ राम्रोसँग बोल्न नि मिलाएन, खाना नि मिलाएन। सो गाइस अहिले पछि भेट्छु। हेलो गाइजहरू, हामी चाहिँ अब घर जान लागेको। अब हामी चाहिँ घर जान्छौँ। यता खाँदै हुनुहुन्छ के मान्छे चाहिँ कहाँ छ? बाबा गयो ल, मलाई दिनुभएको छैन। अब हामी चाहिँ घर जान्छौँ, दिनुभएको छैन। सो गाइज हामी चाहिँ हिँड्दै जाँदैछौँ। अनि बाबाले लिन आउनुहुन्छ अहिले पछि। हामी चाहिँ भात खाएर हिँड्दैछौँ। जाँदैछौँ राति राति। आज हामी धेरै हिँडेछौँ साथीहरू, तपाईँहरूले पनि देखिसक्नुभयो होला। अनि मकै पनि खन्यो, कपडा चेन्ज भएर नि हिँड्दैछौँ। साथीहरू हामी चाहिँ घरतिर जाँदैछौँ तिनजना भएर। जाडो भयो बिस्तारै कुराउनु भनेछु।
बिस्तारै कुदाउनु भनेको त्यो बाबा त राइडर भएर हैरान छ कि साथीहरू चुरे खोल्सा आइपुग्यो गनायो बाँच्न आयो बाबा सो गाइज अहिले चाहिँ म भिडियो एडिट गर्दै थिएँ आयो तपाईँहरू सबैजनाले मेरो भिडियो हेरि नै सक्नुभयो अनि मेरो भिडियो चाहिँ के भयो भने त्यस्तो राम्रोसँग क्लिपहरू लिनु पनि सकेन बजारतिर काम थियो अनि आमाको घर आएर हामी मकै खन्यौँ अनि त्यही थियो साथीहरू अनि म चाहिँ आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु तपाईँहरूलाई कस्तो लाग्यो त्यही अनुसार कमेन्ट गर्न सक्नुहुनेछ अब म नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु बाई